सामान्य अवस्थामा काम गरिराखेको मृगौलाहरू शरीरमा अर्को कुनै रोग प्रवेश गरेपछि मृगौला पनि फेल भएर जाने हुन्छ। त्यस्तो अवस्थाको लागि चाहिँ हामी एक्युट किडनी इन्जुरी, मृगौला घात नै भन्छौँ, जस्तो हृदयघात भने जस्तो बनाएर, त्यो चाहिँ विभिन्न कारणहरूले हुन्छ। एउटा चाहिँ सबैभन्दा प्रमुख कारण भनेको चाहिँ सेप्सिस, शरीरमा संक्रमण, इन्फेक्सन, पिसाबको इन्फेक्सन, निमोनिया इन्फेक्सन या रगतमा अरू कुनै इन्फेक्सन संक्रमण फैलियो भने त्यसले मृगौलाहरूलाई एक अकस्मात फेल गराउन सक्छ। त्यस्तो अवस्था चाहिँ त्यो संक्रमण निको भयो या सेप्सिसबाट बिरामीको ज्यान बच्यो भने मृगौला फेरि पूर्ण रूपमा नर्मलमा आउँछ। त्यो अकस्मात फेल हुने भनेको चाहिँ त्यो हो। र त्यस्तै अरू कारणहरू, अब झाडा पखाला भनौँ, हैजाले बिरामीहरूको मृत्यु हुन्छ। त्यो डिहाइड्रेसन, शरीरमा अत्याधिक पानी लस भएपछि मृगौलामा पानीको सप्लाई पुग्दैन अनि मृगौला फेल हुन्छ। त्यो पनि अकस्मात फेल हुने हो। हामीले गाउँघरतिर जङ्गल जाँदा मान्छेहरू अरिङ्गलले टोक्यो भन्छौँ। अरिङ्गलहरूले अथवा कुनै पनि विषादी किराहरूले टोक्दाखेरि पनि, सर्पको टोकाइबाट पनि यो चाहिँ शरीरमा अकस्मात मृगौला फेल हुने हो। कतिपय अवस्थामा पेन किलर औषधिहरू, ब्रुफेन, इन्डोमेथासिन, न्याप्रोक्सिन आदि ग्रुपका पेन किलर औषधिहरूले पनि कहिलेकाहीँ मृगौलालाई अकस्मात फेल गराइदिन सक्छन्। त्यसपछि अर्को प्रमुख कारण भनेको चाहिँ विभिन्न कन्ट्रास्ट औषधिहरू भन्छौँ हामीले। विभिन्न प्रकारका सिटी स्क्यान, एक्सरेहरू गर्दा पनि नसाबाट कन्ट्रास्ट औषधि दिनुपर्छ। तिनीहरूले पनि मृगौलाहरूलाई बिगार्छन्। र कहिलेकाहीँ चाहिँ कलेजो या मुटु सम्बन्धी कुनै विभिन्न समस्याहरू छ भने पनि मृगौला चाहिँ बिग्रिएर जाने हुन्छ।